एउटा खुसीको कुरा नै हो यो कि हाम्रो यो दूरदराजमा गाउँमा रहेको अस्पताल जुन कुनै बेला असाध्यै पपुलर थियो, यो 2013 सालमा युनाइटेड मिसन टु नेपाल भन्ने संस्थाबाट शुभारम्भ गरिएको अस्पताल हो। त्यो बेलामा ग्रामीण स्तरमा यो स्तरको अस्पताल थिएन। गोर्खा जिल्लामा मात्र होइन, गोर्खा, तनहुँ, लमजुङ या हाम्रो आसपास कहीँ पनि यस्तो खालको अस्पताल थिएन। त्यसैले यसले गोर्खा जिल्ला, तनहुँ जिल्ला, लमजुङ जिल्ला लगायतका अन्य जिल्लाहरूका पनि ठुलो सेवाग्राहीहरूलाई यहाँबाट सेवा प्रदान गरेको थियो। भाइ उद्घोषकजीले भन्नुभयो कुनै जमानामा सायद यसबाट यहाँ मुख्यमन्त्रीजीले पनि सेवा लिनुभएको थियो भन्ने कुरा निश्चय पनि अब कतिपटक आए त मलाई थाहा छैन। मेरो आमा बुवाहरूले कतिपटक यहाँ लिएर आउनुभयो बच्चामा हुँदा त मलाई थाहा भएन। तर मेरो अझै पनि यहाँ एउटा खत छ कानको पछाडिपट्टि। अनि मैले पछि आमालाई मैले बुझ्नु भएपछि सोधेको थिएँ यो के भएर यो काटिएको खत हो भन्दाखेरि आर्टिकल अस्पतालमा गएर कानको अपरेसन गरे भन्नुहुन्थ्यो। त्यसैले त्यो चिनो यो अस्पतालको अझै पनि मेरो साथमा छ। म लगायतका हामी यो ठाउँका यो गाउँमा बस्नेहरू धेरैले यो अस्पतालबाट सेवा प्राप्त भएको छ। धेरैको ज्यान पनि बचेको थियो हाम्रा अग्रजहरूको। त्यसैलाई सम्झेर नै हो हामीले पनि यसको सेवालाई अझ गुणस्तरीय बनाउने, अझ सर्वसुलभ बनाउने र अहिले 15 बेडले मात्रै र अहिले भएको विशेषज्ञ सेवाले मात्रै ती कार्यहरू पुरा गर्न नसक्ने हुनाले यसलाई अझ स्तरीय गुणस्तर वृद्धि गर्ने भनेर 15 शय्याबाट हामीले 50 शय्यामा यसलाई वृद्धि गर्ने निर्णय गरेका हौँ। गत वर्ष हामीले 2वटा, म मुख्यमन्त्री भएपछि 2वटा अस्पताललाई, एउटा गोर्खाको आँपिपल र अर्को बागलुङको पूर्तिबाङ। बागलुङको पूर्तिबाङ पनि हाम्रो मन्त्रीजी, स्वास्थ्य मन्त्रीजी बागलुङकै हुनुहुन्छ। बागलुङको धेरै उत्तर पूर्वी भागमा सदरमुकाम छ, तर त्यो दक्षिण पूर्व सदरमुकामबाट 4 घण्टा लाग्छ अहिले पनि गाडीमै जान लाग्यो। त्यसपछि पनि 2 घण्टा जाने गाउँहरू पनि त्यहाँ छन्। तर त्यति दूर दराज ठाउँमा एउटा स्तरीय अस्पताल थिएन। त्यहाँ पनि सानो 15 शय्याको मात्रै अस्पताल थियो। त्यसलाई हेरेर गत वर्ष चाहिँ मैले 2वटा अस्पताललाई स्तर वृद्धि गर्ने भनेर हामीले निर्णय गऱ्यौँ। त्यो मध्येमा एउटा आर्टिकल अस्पताल थियो। अब यो स्तर वृद्धि गर्दाखेरिका कहानी, कथा, दुःख त्यो त आफ्नै छ, त्यसलाई नभन्नु। तर पनि हामी सफल भयौँ कि यसलाई स्तर वृद्धि गर्नको लागि। यो खुसीको कुरा छ। यसको लागि म तपाईँहरू सबैलाई हार्दिक बधाई पनि दिन चाहन्छु, विशेष गरी यहाँको स्थानीय साथीहरू र नगरपालिकालाई पनि म बधाई पनि दिन्छु, हार्दिक धन्यवाद पनि दिन्छु कि उहाँहरूले पनि यसलाई स्तर उन्नति गर्नुको लागि धेरै मेहनत गर्नुभएको थियो र उहाँहरूले प्रयास गरेर यसलाई चाहिँ साथ दिनुभयो। त्यसैले सम्भव पनि भयो सहज रूपमा। र तपाईँहरूलाई याद पनि होला कि गत चुनावको बेलामा पनि मैले एउटा प्रतिबद्धता जनाएको थिएँ कि आर्टिकल अस्पताललाई हामी चाहिँ नि 50 बेडमा स्तर उन्नति गर्छौँ भनेर हामीले प्रतिबद्धता जनाएको थियौँ। आज मलाई त्यो कुरा पनि खुसी लागेको छ कि कम्तीमा हामीले निर्वाचनको क्रममा जनाएको प्रतिबद्धतालाई पुरा गरेका छौँ र त्यसले जनताप्रति, जनप्रतिनिधिका प्रति जनताको विश्वास अभिवृद्धि भएको छ भन्ने मलाई लाग्छ। म लामो कुरा गर्न चाहन्न, म तपाईँहरूकै दाइ भाइ नै हुँ। पटक पटक अन्य पार्टीका कार्यक्रमदेखि लिएर अन्य सामाजिक काम कुरा तपाईँहरूसँग धेरै कुराहरू भएको छ। अस्पताल यो अब 15 बेडबाट 50 बेड भइसकेपछि, नगरपालिकाबाट प्रदेश सरकारले लिइसकेपछि के हुन्छ त अब भन्ने बारेमा अलिकति हाम्रो सचिवजीले यसको स्तर वृद्धिको बारेमा भन्नुभयो। विशेषज्ञ सेवाहरू बढ्ने कुराहरू, यहाँ चाहिँ अन्य आवश्यक परेका उपकरणहरू वृद्धि गर्ने कुराहरू लगायतको एउटा प्रोटोकल छ। 50 बेडको अस्पतालमा के हुनुपर्छ, 15 बेडको अस्पतालमा के हुनुपर्छ भन्ने कुराहरू स्वास्थ्यको एउटा प्रोटोकल छ। त्यही अनुसार नै यसको चाहिँ स्तर वृद्धि हुँदै जान्छ र त्यो प्रोटोकल अनुसार यी चाहिने जनशक्तिहरू चाहिँ हामीले क्रमिक रूपमा पुरा गर्दै जान्छौँ। अहिले सबै कुरा यही वर्ष अथवा यही केही समयभित्र नै पुरा हुन्छ त्यो पनि हामी भन्न सक्दैनौँ, किनकि हामी सबैलाई थाहा छ हाम्रो आवश्यकता धेरै छ, हामीले गर्नुपर्ने चाहना हाम्रो धेरै छ, तर हाम्रो स्रोत र साधन सीमित छ। तर पनि त्यसलाई क्रमिक रूपमा हामी पुरा गर्दै जान्छौँ
र आपिपल अस्पताल त्यो क्रमिक रूपमा पूरा गर्ने क्रममा प्राथमिकतामा पर्छ। यो चाहिँ नि म यहाँहरूको अगाडि भन्न राख्न चाहन्छु, किनकि म जहिलेसम्म रहन्छु तहिलेसम्म यसको स्तर वृद्धि गर्नको लागि यो अस्पतालले प्राथमिकता पाउँछ र क्रमिक रूपमा हामी ती आवश्यक जति पनि सेवाहरू छन् त्यसलाई चाहिँ हामी पुरा गर्नेछौँ। र अर्को हामीले छलफल पनि गरेका छौँ। अस्ति मैले अर्थ भन्न आयो, स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्री म बसेर एउटा छलफल पनि भएको छ। यो अस्पताललाई 50 बेडमा त हामीले लग्यौँ, यसबाट पाउने सेवा सुविधाहरू वृद्धि गर्दै जाने ती कुराहरू पनि छँदैछन् जुन हामीले क्रमिक रूपमा गर्नै पर्छ। यो बाहेक पनि यो अस्पताललाई नै बेस गरेर अब स्वास्थ्य सम्बन्धी केही पढाइहरू पनि सुरु गर्ने कि भनेर हामीले छलफल चलाइरहेका छौँ र छिट्टै नै यो अस्पताललाई को बेस गरेर हामीले चाहिँ नि 50 बेडको अस्पतालबाट हुन सक्ने पढाइहरू सिटिभिटीका मार्फत अथवा गण्डकी युनिभर्सिटीका माध्यमबाट हामी चाहिँ यसलाई त्यो स्वास्थ्यको पढाइको तर्फ पनि यो अस्पताललाई जोड्नेछौँ। यतातर्फ पनि हामीले चाहिँ छलफल चलाइरहेका छौँ र छिट्टै नै त्यो काममा पनि हामी सफल हुनेछौँ भन्ने पनि मलाई लाग्छ। हामी त्यो पनि गराउनेछौँ। त्यस्तै आयुर्वेदको कुरा पनि आएको छ। यहाँ आयुर्वेद सेवाको पनि केही थप आवश्यक छ भने आयुर्वेदिक सेवा लगायत अन्य सेवाहरू पनि कन्सल्टेन्सी जुन मतलब एउटा यहाँबाट पूर्ण रूपमा सेवा दिन नसके पनि प्रारम्भिक सेवा जुन स्पेसिफिक सब्जेक्टहरूमा चाहिँ हुनसक्छ भने त्यो चाहिँ नि गर्ने कि भन्ने बारेमा पनि हामीले सोचिराखेका छौँ। हामी त्यो पनि अगाडि बढाउनेछौँ। र के अरे हाम्रो स्वास्थ्य मन्त्रीजीले पनि भन्नुभयो यी दुईटा अस्पताललाई सँगै लैजाने 50 बेडमा गत वर्ष स्तर वृद्धि गरिसकेपछि बुद्धिबाङ त म योभन्दा पहिला 4-5 महिना पहिला नै गरेर आज जे सेरेमोनी यहाँ भयो हस्तान्तरण गर्ने त्यो हामीले गरि नै सकेका छौँ। आज यहाँ पनि भयो। त्यस्तै हामीले अब गण्डकी प्रदेशको सबै अस्पतालहरू जुन अस्पताल हिजो 15 बेडमा सञ्चालन भइरहेका थिए अथवा 25 बेडमा सञ्चालन भइराखेका थिए ती अस्पतालहरू सबैलाई 50 बेडमा लैजाने र 50 बेडमा रहेको धौलागिरी अस्पताललाई 100 बेडमा लैजाने र मध्यबिन्दु जहाँ जनताको चाप धेरै छ कि जुन अस्पताल चाहिँ क्रमिक रूपमा चल्न पनि सक्छ 100 बेडमा ती अस्पतालहरूलाई पनि अपग्रेड गर्ने भनेर अस्ति भर्खरै हामीले हाम्रो मन्त्री परिषदको बैठकले त्यसलाई सैद्धान्तिक स्वीकृति पनि दिएको छ। आवश्यकता देखियो भने गोर्खा अस्पताल पनि 100 बेडमा त्यसलाई स्तरोन्नति पनि हुन सक्छ यदि आवश्यकता देखियो भने। अहिले हामीले त्यसको एउटा चाहिँ कुन अस्पताललाई कति बेडमा स्तरोन्नति गर्ने भन्ने क्रममा अस्पताल यो लमजुङकोलाई चाहिँ हामीले गर्ने भनेका छौँ। तर त्यहाँ 15 बेड मात्रै भएको हुनाले र क्रमिक रूपमा आवश्यकता अनुसार यसलाई बढाउँदै पनि जान्छौँ। तर अब हाम्रै जिल्लामा 2वटा अस्पताल 50 बेड यो 50 बेड गोर्खा अस्पताल भइसकेपछि 100 बेड त गोर्खामा भइ नै सक्यो प्रदेश सरकारको मातहत। तर आवश्यकता कति छ र हाम्रो क्षमताले कति भ्याउँछ त्यसलाई हेरेर क्रमिक रूपमा पनि हामी अगाडि बढाउँछौँ। यो कुरा पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र अब डायलासिस सेवाको पनि हामीले यदि अहिले म मुख्यमन्त्री भएर आउँदाखेरि झन्डै 400 जना मान्छेले गण्डकी प्रदेशमा डायलासिस सेवा चाहिँ भने कति बुझ्नु तपाईँले मृगौलाको रोग लागेपछि मृगौलाले काम गर्न नसकेपछि लिने सेवा हो त्यो डायलासिस सेवा भने। त्यो चाहिँ 400 भन्दा बढी मानिसहरू वेटिङमा हुनुहुन्थ्यो, पालो पुरेर बस्नुहुन्थ्यो। कस्तो दर्दनाक अवस्था थियो भन्दाखेरि पहिला त्यहाँ जसले सेवा लिइरहेको छ त्यसले हप्तामा 2 चोटि जानुपर्छ, कतिलाई 3 चोटि पनि जानुपर्छ। त्यो जाने मानिसहरूले सेवा त उनीहरूले पाइ नै रहन्छ कन्टिन्यू, तर जो पछि बिरामी भएर आउँछ त्यसले त्यहाँ ठाउँ नभएर प्रवेश पार्न सक्दैन। अनि त्यो आफूले त्यो सेवा लिन नपाएपछि त्यो सेवा लिन नपाउने एउटा पेसेन्टले एउटा बिरामीले सेवा लिइरहेको आफ्नो साथीको मृत्युको कामना गरेपछि आउँछ, किनकि त्यो मरिदियो भने त्यो मेसिन खाली हुन्थ्यो अनि मेरो पालो आउँथ्यो भन्ने खालको यस्तो दर्दनाक एउटा चाहिँ कल्पना थियो। मैले त्यसलाई साह्रै नै यो चाहिँ नि यो हर्ट फिलिङ भन्छ नि यो एकदम असाध्यै मनमा छोएपछि मैले एउटा सङ्कल्प गरेँ कि मेरो प्रदेशमा म चाहिँ नि यसरी मृगौलाको रोगीले डायलासिस सेवा लिएर पालो पुग्न पर्ने अवस्थाको म अन्त्य गराउँछु भनेर मैले त्यसमा एउटा दृढ सङ्कल्प पनि लिएँ। अहिले लगभग शून्यको अवस्थामा चाहिँ गण्डकी प्रदेशमा डायलासिस सेवा कसैले पुग्नु पर्दैन। जस्तो कोही लिइरहेको अपरजर कोही 2-4वटा बिरामी बढेर आउने, आजदेखिको बिरामी भोलिदेखिको बिरामी त्यो सङ्ख्यामा भयो भने त्यसको
अब्बाको कुरा भयो। नभए जुन 400 संख्या थियो अहिले त्यो चाहिँ वेट गरेर बस्नुपर्ने, पालो पुरेर बस्नुपर्ने अवस्था छैन। त्यसैले स्वास्थ्यको क्षेत्रमा हामीले केही गर्नुपर्छ, किनकि स्वास्थ्य नै पहिलो प्राथमिकता राखेर हामीले सेवा दिन सक्यौँ भने धेरै कुरा त सरकारले दिन सकेका छैन, तर पनि स्वास्थ्य चाहिँ एउटा प्राथमिकता राखेर हामीले दिनुपर्छ भनेर हामीले त्यो सुरु पनि गरेका छौँ। तपाईँहरूमध्ये कतिलाई थाहा छ कि छैन, यदि सुत्केरी कोही महिला छ र गाउँमा चाहिँ नि अस्पतालमा अथवा गाउँठाउँमा, विशेष गरी हाम्रो यहाँ त यहीँ हुनसक्छ डेलिभरी, यहाँनिर गोर्खामा पनि हुनसक्ला अथवा नजिकै पनि छ, तर दूर दराजमा जहाँबाट चाहिँ नि जस्तो हाम्रो चुम्नुर्बी धार्चेहरू छ, त्यस्तै मनाङ मुस्ताङहरू छ, लगायत बागलुङकै पनि धेरै विकट ठाउँहरू छ, म्याग्दीको विकट ठाउँहरू छ, हाम्रो गोर्खा विकट जति लमजुङकै विकट ठाउँहरू छ। यदि त्यस्तो ठाउँबाट महिलाहरू सुत्केरी हुन सकेन भने हामीले एयरलिफ्ट गरेर अथवा हेलिकप्टरबाट उद्धार गरेर यो उपचार हुने, सुत्केरी गराउन सक्ने अस्पतालमा चाहिँ हामीले लैजाने त्यो पनि हामीले व्यवस्था गरेका छौँ। अहिलेसम्ममा त्यसो 74 जना 73 कि 74 जना महिलाहरू जो सुत्केरी हुन सक्नु भएन र एयरलिफ्ट गरेर चाहिँ हामीले विशेषज्ञ सेवा भएको अस्पतालमा लगेर त्यो पनि हामीले गराइरहेको अवस्था पनि छ। त्यसैले हामीले केही कुराहरू चाहिँ गरेको छ। क्यान्सर रोगको लागि तपाईँहरू कोही कतिले सेवा लिनुभएको छ छैन थाहा छैन। क्यान्सर सकेसम्म यो सेवा कसैले लिन नपरोस्, अस्पतालको सेवा सकेसम्म कसैले लिन नपरोस्। हामी स्तरवृद्धि त गरौँला, तर पनि हामीले कामना त्यही गर्नुपर्छ। क्यान्सरका बिरामीहरूलाई पनि हामीले 4वटा अस्पतालबाट चाहिँ त्यहाँ उपचार गर्नेको लागि, जस्तो भरतपुर अस्पतालमा उपचार गर्ने, पाटन अस्पतालमा उपचार गर्ने, वीर अस्पतालमा उपचार गर्ने, भक्तपुरमा उपचार गर्ने र बानेश्वरको त्यो कर्मचारीहरू सिभिल अस्पतालमा उपचार गर्नेहरूको लागि, क्यान्सरको उपचार गर्नेहरूको लागि 1 लाख रुपियाँसम्मको चाहिँ हामीले त्यहाँको उपचार खर्च हामीले बेहोर्छौँ। त्यस्तै कोही क्यान्सरको बिरामी हुनुहुन्छ तर त्यो अस्पतालहरूबाट उहाँले त्यो सुविधा लिनुभएको छैन भने 1 लाख रुपियाँसम्मको सुविधा अथवा चाहिँ सहयोग चाहिँ नि हामीले प्रदेश सरकारबाट पनि गर्ने गरेका छौँ। त्यो कुनै ठुलो कुरा होइन क्यान्सरको बिरामी लागि, तर पनि हाम्रो सोचाइ के हो भने कम्तीमा एउटा यो यस्ता स्वास्थ्यका प्रति सरकार संवेदनशील छ र केही न केही प्रयत्न सरकारले गरिरहेको छ भन्नेको लागि पनि हामीले केही सुरुवात चाहिँ गरेका छौँ र त्यसलाई हामीले कन्टिन्यू पनि गर्ने नै छौँ। अब यो अस्पताललाई स्तरवृद्धि गर्ने कुरा, यो अस्पताललाई भोलि राम्रोसँग चलाउने कुरा अब प्रदेश सरकारले लियो, सबै कुरो सकियो, त्यो होइन। अब झन् बढी जिम्मेवारी यहाँको स्थानीय साथीहरूको छ, नगरपालिकाको छ। अब नगरपालिकाको मात्र त प्रदेश सरकारमा त आयो, तर हाम्रो समन्वय सहकार्य भएन भने यसलाई हामीले सोचेको जस्तो गुणस्तरीय सेवा दिने अस्पतालको रूपमा हामीले प्रमोट गर्न सक्दैनौँ। त्यसमा पनि यहाँ काम गर्ने जो डाक्टरहरू हुनुहुन्छ, नर्सहरू हुनुहुन्छ, यहाँको स्टाफहरू हुनुहुन्छ, उहाँहरूको विशेष भूमिका रहन्छ यी त्यसलाई सेवाग्राहीहरूलाई सेवा प्रदान गर्नको लागि। त्यसैले हामी सबैले मिलेर हामीले यहाँको आवश्यकतालाई महसुस गरेर सकेको क्षमता अभिवृद्धि गर्ने कुरामा सहयोग गर्ने कुरामा प्रदेश सरकारले गर्छ नै, तर यहाँको अस्पताललाई अझ यसलाई चाहिँ अझ विशिष्टीकृत गर्नको लागि चाहिँ स्थानीय साथीहरूको ठुलो महत्त्वपूर्ण भूमिका रहन्छ। यो तर्फ पनि म यहाँको साथीहरूलाई म अनुरोध पनि गर्न चाहन्छु कि यो अस्पताललाई चाहिने क्षमता अभिवृद्धि गर्नको लागि सहयोग हामी गर्छौँ, तर सञ्चालनमा यहाँको भूमिका चाहिँ रहन्छ।